मन्त्री क्वार्टर भागेछ उता त्यहीँबाट के अरे सिधै आर्मी हेडक्वार्टरमा गएछ नि सिलगढीमा प्रचण्डे त्यो गगने अब त फर्दै नलाउट हुन्छ सबै उसमा तिमीहरू जति फर्का लाग्यो नि सबै जेजेमा घुसिसक्यो भनेको माथि त्यत्रो झन्डै 12-15 फिटको त्यो वाल होला नि त्यो माथि 20 फिटको त बार छ नि त्यति माथिबाट सबैले उजाला तल झ्याम्ला गङ्गा झारपा कटुमन लगाएर हेलमेट चाहिँ खोइ कता त्यो महेश बस्नेतले 10,000 उतार्छु भन्छ नि अब मान्छे हुँदैन सबै जेन्जीमा सबै प्रवेश भइसक्यो क्या अब त्यो अब त्यो सुकुमबासी के अरे बालेनको के अरे सल्लाहकार छ नि अलिक खोइ त्यो नै अब मन्त्री गर्नु गइसक्यो अनि सुकुमबासी त अब कोसार कुकुर जात कोसार अब उनी झन् मन्त्री बन्नु पुगिसक्यो एउटा त्यो फाल्ने महेश बस्नेलाई धेरै त्यो ट्याक्टर परामर्शेको अनि एउटा गगने अनि अर्को केटी अनि प्रचण्डे यो 4 जनालाई मात्रै जेल हाल्यो भने अनि सबै भागा प्रचण्ड सेरे त अझ 1 हप्ता ननिक्लियो सन्चो त भइसक्यो तर 1 हप्तामा बाहिर सामने नभएसम्म ननिक्लिनु पछाडिबाट हालेको फापै अनि त्यो निलोमा त होला ब्याङ्क पिट्दै जनताले चाह्यो भने के हुँदो रहेछ अनि यो